हेलो एभ्रिवान, आज चाहिँ म केही कुछ बनाउन गइरहेको छु र केही कुछ बनाउँदा हजुरहरूसँग सेयर नगरेको त दिन हुँदैन। त्यही लागि म आज के बनाउन आँट्दैछु र हजुरहरूसँग सेयर गर्दैछु र हेर्नु होला, इन्जोय गर्नु होला। भिडियो राम्रो लागेमा लाइक कमेन्ट सेयर पनि गर्नु होला। हेर्नु है त, म अब स्टार्ट गरौँ है त। मैले चाहिँ के बनाउन आँटेँ कि भन्दाखेरि हजुरहरूलाई थाहा भइहाल्यो होला, मैले रेडिमेड गुलाब जामुनको रेडिमेड पाउडर लिएर आएर थिएँ र यो चाहिँ छिटो मिठो बनाउन सकिन्छ र छिटो हुन्छ यसले चाहिँ। र मैले पाउडर 1 प्याकेट सबै लगाएँ र 1 कप दुध लिएर थिएँ। दुध लिएर यहाँ हेर्नु होला, अलिअलि लगाउँदै यसलाई माडेर यसरी नै अलिअलि लगाएर माड्ने, किनभने धेरै गिला पनि हुँदैन, धेरै साह्रो पनि हुँदैन। एकदम मिडियम गरेर एकदम सफ्ट पारेर यसलाई माडेर 10 मिनटको लागि छोपेर राख्ने। र त्यो 1 कप दुधमा त्यति रह्यो र यहाँ मैले कडाई गरम गरेँ। अब म चास्नीको लागि रेडी गर्दैछु र मैले 1 कप पानी लगाएँ। 1 कप पानीमा मैले 1 बटुको चिनी लगाएँ र माथिबाट मैले अलैँची लगाइदिएँ र यसरी फ्लेभरको लागि मैले अलैँची लगाएको र यसरी नै हल्लाउने जब तक यसको आँठा आउँदैन तब तक यसलाई हल्लाइराख्ने र कम्ती आगो बनाएर बनाउने त्यसलाई पनि। र त्यसरी नै मेरो चास्नी चाहिँ रेडी भइसक्यो र उसलाई मैले ढाकेर राखेँ। र यहाँ चाहिँ मैले उसको लागि त्यही पाउडर माडेको मैले यहाँ गुलाब जामुनको लागि रेडी गरेँ। यसरी डल्ला बनाएर र यहाँ कडाई राखेर यहाँ रिफाइन लगाएर फ्राई गर्नको लागि। अब म यहाँ फ्राई गर्नको लागि यहाँ गुलाब जामुनको डल्ला मैले यहाँ लगाएर यसलाई पनि कम्ती आगो बनाएर स्लो उसमा बनाउने र यसरी नै ब्राउन गरेर यसलाई निकालेर ब्राउन गर्ने, एकदम धेरै कालो बनाउन ठिक्क भित्र पाक्ने गरी उ गर्ने। र अघि बनाएको चास्नीमा मैले यो लगाएर मैले चास्नीलाई नि थोडा अलिकति गरम गरेर मैले यहाँ यसलाई ढाकेर राखेँ। 2 घण्टाको लागि छोपेर राखिदिएको थिएँ। छोपेर राखेपछि हेर्नु सक्नुहुन्छ हजुरहरू पनि, यसरी नै त्यसले सबै चास्नीको त्यो पानी सबै चुसिसकेछ र गुलाब जामुन पनि एकदमै सफ्ट बनिएको छ। यसरी नै यो पाउडरले चाहिँ एकदम छिटो मिठो हुन्छ। हजुरहरू पनि यसरी नै बनाएर एकखेप ट्राई गर्नु होला, खानु होला। यहाँ हेर्नु होला कति सफ्ट भइरहेछ। मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला कमेन्टमा। फेरि पनि भन्दैछु, भिडियो हेरिदिनेमा थ्याङ्क यू हजुरहरू।